सम्पूर्णमा नमस्कार। म सावित्री गिरी। 2082 साल तपाईँ हाम्रो घर आँगनमा आइपुगेको छ। 2082 सालले के कस्ता राम्रा सम्भावनाहरू लिएर आएको छ, यो सालमा कस्ता राम्रा पक्षहरू छन्, कस्ता नराम्रा पक्षहरू छन्, हामीहरूले के कस्ता कुराहरूमा ध्यान दिने र ग्रहहरूको योग के कस्तो छ त लगायत विविध विषयमा आज हामी चर्चा गर्दैछौँ। हाम्रो स्टुडियोमा हुनुहुन्छ डाक्टर ज्योतिष गौरीशङ्कर शर्मा। हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। स्वागत छ यहाँलाई। धन्यवाद सावित्रीजी। यो वर्ष विशेष गरेर यो वर्ष 2082 साल भगवान सूर्यदेव चाहिँ राजा भएका छन्। सूर्यले संसारलाई चाहिँ प्रकाश र आत्मबललाई निर्बल गराउने छन् यो वर्षको राजा सूर्य भएको कारण, र चन्द्रमा मन्त्री छन् यो वर्षका। चन्द्रमाले मनको स्थिरता ल्याउँछन्, मनलाई शान्ति प्रदान गर्छन्, शीतलता प्रदान गर्छन्। यो वर्ष विशेष गरेर एकदमै शुभ मानिन्छ। र यो वर्षका संवत्सर सिद्धार्थी नामक संवत्सर छन्। हरेक काममा सिद्ध प्राप्ति हुने, सिद्ध कामहरू बन्न सक्ने र नयाँ कार्यहरू सम्पन्न हुने, योजनाहरू बन्ने योग छ। यो वर्ष 2082 लाई कसरी हेर्न सकिन्छ? राम्रा सम्भावनाहरू के कस्ता बोकेर आएको छ 2082 साल? 2082 साल शुभ मानिन्छ। ग्रह गोचर दशा, नौ ग्रहको प्रभाव, आकाशीय पिण्डहरूको प्रभाव र यहाँको तिथि बार नक्षत्र जोगहरूको युक्ति राम्रो बनेको छ। यो वर्ष नयाँ कामहरू थुप्रै हुने योग देखाएको छ र यो वर्षमा फलहरू निकै फल्ने, फुलहरूको धेरै सम्भावना हुने, अन्न उत्पादनहरूमा निकै राम्रो वृद्धि हुने, अनि पानीको वर्षा राम्रो हुन सक्ने र व्यक्तिहरूमा मनुष्यहरूमा राम्रोसँग चाहिँ शान्ति प्राप्त हुने योग देखाउँछ। र अलिकति सम्भावना शनिको दशाको कारण चाहिँ छ। शनि गएर मीन राशिमा मध्य भएर बसे, कुम्भ राशिमा चाहिँ अन्तिम शनि दशा भए र मेष राशिलाई चाहिँ आद्य हुँदैछन्। यसले गर्दा अलिकति सुरुवातमा सानोतिनो प्रब्लम आउन सक्छ असारसम्मको समय, र साउनदेखि उताको चाहिँ समय राम्रो हुनेछ। समग्र रूपमा हेर्दाखेरि देशको विकासमा कस्तो खालको प्रभाव पार्ने देखिन्छ? अब यसको आधारमा जाने हो भने पञ्चाङ्गमा सबैभन्दा ठुलो भूमिका पर्छ। पञ्चाङ्गको यो वर्षको चाहिँ रूपरेखा हेर्दा जगल लग्न भनेर जुन एउटा हामीले निकाल्ने गर्छौँ, यो वर्षमा चाहिँ त्यो लग्न सिंह लग्नको जगल लग्न रहेको छ। सिंह लग्न हुँदा सत्य, ज्ञान, भक्ति अनि र शक्तिशाली राज्य बन्न सक्ने चाहिँ देखाउँछ। लग्न चाहिँ सिंहको प्रभाव भएको हुनाले अनि आर्थिकमा यो वर्ष राम्रो उपार्जन हुन सक्ने, देशमा राम्रो शान्ति प्राप्त हुन सक्ने, आर्थिक र शान्तिमा यो राम्रो देखिन्छ। र घर पारिवारिक क्षेत्रमा यो वर्ष राम्रो छ सबैमा। र वैदेशिक क्षेत्र भने लगातार रहिरहनेछ वैदेशिक क्षेत्रको योग, र उन्नति क्षेत्र चाहिँ देशमा राम्रो उन्नति हुन्छ। नराम्रा पक्षहरू चाहिँ के कस्ता छन्? नराम्रोमा अष्टमेशमा गएर जगल लग्नमा विभिन्न ग्रहहरू बसे, यिनले अलिकति अप्ठ्यारो पनि पार्न सक्छन्। बाढीबाट अलिकति प्रभाव देखाउने, हावाहुरीले चाहिँ अलि नराम्रो मोड लिन सक्ने, सानातिना घटनाहरू देशमा घट्न सक्ने, राजनीतिमा अलिकति उथल विचार आउन सक्ने, र मानिसमा अशान्तिहरू आफै पैदा हुन सक्ने चाहिँ छ। अब यो ज्योतिषीय जुन ज्ञान छ, ज्योतिषीय जुन एउटा विश्वास छ, ज्योतिषीय आधारमा जुन किसिमका कुराहरू भविष्यवाणी गरिन्छ र त्यही अनुसारको कुराहरू कहिले हुने पनि गर्छ, यो सन्दर्भलाई केलाउँदै गर्दाखेरि ग्रह फलहरू चाहिँ कस्तो रहेको छ त? यो वर्षको सामान्य ग्रह फल चाहिँ उत्तम छ। यसमा कुनै त्यस्तो ठुलो घटना गर्ने, नराम्रो ठुलै चाहिँ असर पर्ने खासै देखाउँदैन। किनभने सबैभन्दा पहिलो चाहिँ सूर्यदेव राजा हुनुहुन्छ। सूर्यले आफ्नो आत्मबलको काम गर्छन्। आत्ममन र विचार, बुद्धि र ज्ञान, वाणीहरूलाई चाहिँ सूर्यले कन्ट्रोल गर्ने भएको हुनाले भगवान सूर्यको पालो आएको समय जोस् राम्रो हुन्छ। र चन्द्रमा चाहिँ उनको पत्नी पनि हुन्। ग्रहमण्डलमा चन्द्रमालाई चाहिँ आँखा भनेर पनि भनिन्छ, मन भनेर पनि चन्द्रमालाई भन्छ। मन, बुद्धि, आत्मा र विवेक चाहिँ सही भयो भने त्यो देश एकदमै अगाडि बढ्छ, चाँडो सफल हुन्छ। तैपनि कहिलेकाहीँ मन बिग्रिन पनि सक्छ। यो बिग्रिने कारण राहुको प्रभाव छ। चन्द्रमासँग राहु यदि बस्दियो भने बुद्धिलाई भ्रष्ट गरिदिन सक्छ र अचानक घटनाहरू पनि घट्न सक्छन्। यसको लागि सूर्य, चन्द्रमा, अन्य ग्रहहरूलाई एकमुष्ट लिएर हेर्दा चाहिँ वर्ष मध्यम खालको मानिन्छ, तर प्रभाव चाहिँ शुभ नै देखाउँछ। कुन कुन राशिहरूलाई राम्रो छ, कुन कुनलाई चाहिँ त्यति राम्रो छैन? सबै राशिमा प्रायः शुभ छ। अशुभ राशि भनेको मेषलाई, अनि मीन राशिलाई, कुम्भ राशिलाई र
धनु राशिलाई त्यति शुभ छैन। वास्तवमा सिंहलाई पनि त्यति राम्रो देखाउँदैन, अन्य सबै राशि शुभ छ। जुन राशिलाई चाहिँ शुभ देखाएको छैन त्यस्ता राशिहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्? यिनीहरूले जुन अशुभ राशि भइरहेका छन्, शनिको जो प्रभाव परिरहेछ, राहु केतुको जो प्रभाव परिरहेछ, यिनीहरूले चाहिँ शनिको पूजाआजा गर्ने, शनिलाई जल चढाउने, पिपलमा जल चढाउने, कालो मास तेल तिरहरू चढाइदिने, पिपलको पूजा गर्ने, अनि मन्त्रद्वारा जाप गराउने, ब्राह्मणसँग शान्ति स्वस्ति गराउने, ब्राह्मणलाई रुद्राभिषेक गराउने र ग्रहको दान गर्दा शुभ हुन्छ। अब 2082 सालको पहिलो दिनमा कस्ता खालका कर्महरू गर्दा राम्रो होला? पहिलो दिन सबैभन्दा बार चाहिँ उत्तम परेको छ, सोमबार छ। सोमबार एकदमै भगवान् शिवजीको उत्तम बार हो र पहिलो बार हामीले जुन कामहरू सुरु गर्छौँ त्यो वर्षभरि हुन्छ भन्ने एउटा परम्परा पनि छ र सङ्क्रान्ति पनि राम्रो दिन लागेको हुनाले यो दिन 1 गते सोमबार प्रतिपदा तिथि 3 घडी मात्र छ, 6 बजेर 59 मिनट पछि चाहिँ द्वितीय तिथि लाग्छ र नक्षत्र राम्रो छ। स्वाति नक्षत्रको आगमन हुन्छ। तुला राशि हुनेहरूको लागि यो एकदमै राम्रो छ। तुला राशिलाई चाहिँ नयाँ कार्यहरू बन्नेछन्, यिनीहरूको शुभ एकदमै हरेक कुरामा चाहिँ सफलता प्राप्ति हुनेछ र यो वर्षमा यहाँहरूले चाहिँ सकारात्मक सोच लिँदा राम्रो हुन्छ। अनि आर्थिकको लागि पनि पहिलो दिन चाहिँ यहाँहरूले आर्थिकको भगवान् लक्ष्मी देवीको, भगवान् विष्णुको आराधना गर्नाले वर्षभरिलाई धनको कमी हुँदैन। अनि भगवान् शिवको विशेष दिन परेको हुनाले शिवलाई जल चढाइदिने, दुध चढाइदिने, ओम नमः शिवायको मन्त्र जाप गर्ने, शिवलाई चाहिँ स्तुति गर्दा यहाँको हरेक कार्यहरू बन्छ र ग्रहलाई पनि सम्झिनु पर्ने हुन्छ। हामीले चाहिँ प्रत्येक 9 ग्रहलाई एकमुष्ट सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु, मङ्गला, पिङ्गला, धान्य, उल्का, सिद्धा सम्पूर्णलाई एकमुष्ट चाहिँ 9 ग्रहको पूजा गरेर सकिन्छ भने ब्राह्मणलाई 9 अन्न दान गर्यो भने सफल हुन्छ र सहज हुन्छ। नव वर्षलाई समग्र नेपालीहरूले कसरी लिँदा राम्रो होला? यो वर्ष सम्पूर्ण समग्र नेपालीहरूले चाहिँ यो वर्ष उत्तम मानेर जाँदा हुन्छ र शुभ कार्यहरू मनमा पहिलो दिनलाई लिने र आफन्तहरूलाई, आफ्नो मान्छेहरूलाई, कन्याहरूलाई, ब्राह्मणहरूलाई दान दक्षिणा गरेर अनि मनलाई चाहिँ शान्ति स्थिर राखेर अगाडि बढ्दा शुभ हुन्छ। समग्र नेपालीहरूको लागि यो वर्ष शुभ छ। अब ज्योतिषीय ज्ञान अनुसार यहाँले अघि पनि थोरै कुरा गर्नुभयो, केही प्राकृतिक रूपमा चाहिँ अलिकति विपत्ति आउने खालको देखिन्छ भन्ने खालको कुराहरू गर्नुभएको छ होइन? यस्तो कुराहरूमा चाहिँ कसरी सजगता अपनाउनु पर्ला? अब एउटा व्यवहारिक कुराले, व्यवहारिक ज्ञानले चाहिँ सचेत हुनुपर्ने कुराहरू भए होइन, ज्योतिषीको जुन धारणाबाट चाहिँ सचेत हुने कुरा भयो र अरू कर्म गर्ने चाहिँ व्यवहारिक रूपमा आफूलाई सुधार गर्नुपर्ने कुरा भयो, यसलाई चाहिँ कसरी जोडेर लैजानु? यो चाहिँ प्राकृतिक कुरा भनेको चाहिँ यो आकाशीय पिण्ड अनुसारको र यसलाई चाहिँ मेदिनी ज्योतिषमा लैजान्छ। मेदिनी ज्योतिषमा ग्रह, नक्षत्र र ग्रहको प्रभाव परेको दिनमा र तिथिहरूको युति भयो भने यस्तो अचानक घटनाहरू घट्न सक्छ। यस्तोमा हामीले आफै नै ख्याल गर्नुपर्छ। त्यस्ता युतिहरूको परेको दिन सकेसम्म ज्योतिषको माध्यम अर्थात् ज्योतिषीहरूसँग कन्सल्ट गरेर उनीहरूसँग सल्लाह लिएर आफूले यात्रा गर्दा, कहीँ जाँदा, नयाँ केही काम गर्दा सल्लाह सुझाव लिएर काम गर्नु भए सहज हुन्छ। कुनै त्यस्तो अप्रिय घटनामा आफू पनि घटिँदैन, आफ्नो परिवारलाई पनि त्यसबाट बचाउन सकिन्छ, आफ्नो घरहरूलाई पनि जोगाउन सकिन्छ र आफ्ना अन्य आर्थिक क्षेत्रलाई पनि जोगाउन सकिन्छ। अब हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा के भन्न चाहनुहुन्छ यहाँले र हामी यहाँलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ? हजुरलाई पनि धेरै धेरै शुभकामना। सावित्रीजीको सम्पूर्ण शान्ति होस् र हाम्रो क्रिस्टार एफएमका सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना र नेपालका सम्पूर्ण नेपालीभाषी, विदेशमा रहने संसारका सबै मान्छेहरूलाई सर्वे भवन्तु सुखेन, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाव भवेत्। सम्पूर्ण दुःखहरू शान्ति होस्, नपरोस् र यो आउँदै गरेको 2082 साल नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद हजुरलाई पनि। जय होस्। उहाँ हुनुहुन्थ्यो डाक्टर ज्योतिष गौरीशङ्कर शर्मा। 2082 सालका राम्रा पक्ष, नराम्रा पक्ष, ग्रहफल लगायत विविध विषयमा कुराकानी गर्दै रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज सुन्दै गर्नुहोला भने रेडियो कृष्णसार एफएमको फेसबुक पेज कृष्णसार एफएम 94 मेगाहर्जलाई लाइक, फलो एन्ड सेयर गर्दै गर्नुहोला। हवस् त, नमस्कार।